Hare Krishna, family. How are you all? I hope you all are doing good. आज चाहिँ म तपाईहरुलाई वेक अप कलको बारेमा भन्न चाहन्छु क्योंकि it's too late. How now it's time for all our family to awaken to the truth. सत्य के हो त? हामी मान्छे रे अनि त्यसपछि भात खायो, सुत्यो, जीवनभर सङ्घर्ष गर्यो, अनि हुन्छ नि बच्चा पायो, बच्चालाई ठुलो गर्यो, अनि बुढाबुढी भयो, अनि त्यसपछि ट्याक्क लाएर मर्नको लागि आएको त हो जस्तो लाग्दैन। मानव जीवन यति ठुलो छ कि हामीले सोचेको भन्दा तर त्यो कुरा कसैले पनि सोचेकै हुँदैन कि why we were born अनि आफ्टर लाइफ हामी कहाँ जान्छौँ भनेर हैन। अनि अर्को कुरा लो भाइब्रेसनल थट्स, लो भाइब्रेसनल फिलिङ्स भनेको कस्तो भने जब हजुरलाई आफूमा कन्फिडेन्स हुँदैन हुन्छ नि, यु आर नट कन्फिडेन्ट अबाउट योरसेल्फ, अनि अहिले अरूलाई नराम्रो सोच्ने, अरूलाई कर्स गर्ने, अरूको राम्रो भएको देखि नसक्ने, आफूभन्दा अरू राम्रो छ भने जेलस फिल गर्ने, यो लो भाइब्रेसनल फिलिङ भन्छ क्या यो थट प्रोसेसिङ। यो थट प्रोसेसिङले एक्चुअली अरूहरूलाई इफेक्ट गर्दैन कि आफूलाई नै गर्छ। अनि अरूको बारेमा कुरा काट्ने, चिनो चर्चा गर्ने, अरूको छोराछोरीको तपाईँहरूलाई के को टेन्सन, अरूको जिन्दगीको कहानीको तपाईँहरूलाई के को मतलब। फर्स्ट अफ अल भन्नु त सबैको कहानी लेखेको त्यो परमात्माले अब जुनीको कति भोगहरू छ त्यही भोगिरहेको हो संसारमा। सबैले राम्रो आफ्नो नराम्रो सबैले थाहा छ होइन, सबैले दुःख भोगिरहेको छ। अनि एभ्रीबडी नोज हामीले राम्रो गरे हाम्रो राम्रै हुन्छ, हामीले नराम्रो गरे हाम्रो नराम्रै हुन्छ। अनि तपाईँको हो के, तपाईँ जुन अरूको कुरा गरिराख्ने मान्छे तपाईँ किन भगवान बन्दै हुनुहुन्छ? फर्स्ट अफ अल के सोचेर अरूको बच्चामाथि औँला उठाउने? होस् न त अरूहरूको जे भइरहेछ भगवानले लेखेको कहानीमा तपाईँ किन भगवान बन्नु पर्यो भने नि यस्तो जाबो झिङ्गा मसिना कुराहरू छ नि, यो चिजबाट माथि उठ्नु के, रियलमा मान्छे बन्न सिक्नु के। यो यसरी अरूलाई दुःख दिएर, अरूलाई मानसिक तनाव दिएर तपाईँ आफै कति आफ्नो नजरमा गिरिराख्नुपर्छ तर त्यो तपाईँले देख्दैन होइन। दुई शब्द कसैको लागि नराम्रो भन्नुभन्दा राम्रो भनेर हेर्नु, तपाईँले गर्दा अरूलाई कस्तो ह्याप्पी हुन्छ।